हेलो सबैजनालाई नमस्कार है। एनसीसीको तर्फबाट म प्रणय गुरुङ सबैलाई स्वागत गर्न चाहन्छु। हामीले चाहिँ वर्षै पछि गर्दै आइरहेको थियौँ होइन। लास्ट इयर चाहिँ गर्न सकेनौँ बिकज अफ त्यो वेदर होइन, एकदमै ठुलो पानी परेको थियो। अनि पहिला चाहिँ हामी अरू ठाउँमा गर्थ्यौँ, तर यसपालि चाहिँ हामी फर्स्ट टाइम हामी यहाँ गर्दैछौँ। अनि यो ट्याम्बोरिन माउन्टेन चाहिँ अब धेरैजना आइसक्नु भएको होला, तर यो चाहिँ यहाँ चाहिँ हिडन जेम जस्तो हो। यो चाहिँ अलिक मान्छेहरूलाई थाहा छैन होइन। ट्याम्बोरिन माउन्टेनमा गर्ने ठाउँहरू चाहिँ एकदम धेरै चिजहरू छ कि एक्सप्लोर गर्ने चिजहरू। अनि यो चाहिँ विचेस फल हो। यो चाहिँ यहाँबाट यता गएर तल जानुपर्छ होइन। अनि धेरै तल गएपछि चाहिँ त्यहाँ एउटा ठुलो फल छ होइन, तर त्यो पनि अलि लुकेकै छ कि फेरि हिडन नै छ। अनि त्यो एउटा ठुलो फल छ, ठुलो फल। अनि त्यहाँ पुगेपछि अनि फेरि हामी चाहिँ यो लुप छ होइन, लुपबाट अनि फेरि माथि यस्तो गरेर चाहिँ यताबाट फर्केर आउँछौँ अनि यहाँ आउँछौँ। अनि यो चाहिँ हाम्रो इन पोइन्ट हो। अनि यो सकिएपछि चाहिँ अनि के हुनसक्छ अरू चाहिँ भन्दाखेरि म अलिकति पनि भनिदिन्छु। यहाँ चाहिँ बार्बेक्यू ब्रेकफास्ट खाएपछि त्यहाँ नजिकै 2 किलोमिटर पर साउथमा चाहिँ त्यो लुकआउट पोइन्ट छ होइन, एकदम ब्युटिफुल लुकआउट पोइन्ट छ, एकदमै पपुलर छ त्यो चाहिँ। अहिले हामी अन द वे त्यहाँ पसेर पनि आयौँ। तपाईहरु जानुभएको छैन भने त्यहाँ जान सक्नुहुन्छ। आजको हाम्रो यो विस्फल ट्रिप अनि यो ट्याम्बोरिन माउन्टेनको यो वाक अनि हाम्रो यो लाइक बार्बिक्यूहरू हजुरलाई कस्तो लाग्यो? यसो 2-4 शब्दमा चाहिँ हजुरले भनिदिनु पर्यो। त्यही त, यो म पहिलोपटक आएको, एकदमै रमाइलो लाग्यो। पहिला हामी तल गइयो, घुमेर आइयो। त्यसपछि अब यो खालको कार्यक्रम फेरि अब धेरैजना नयाँ मान्छेहरूसित पनि भेट्ने मौका पाएँ मैले। त्यसले गर्दाखेरि अब हामी सबैजना चिन्जान भयो। यो जुन आयोजना गर्नुहुन्छ एकदम रमाइलो छ र फेरि अब अरू कार्यक्रमहरूमा नि फेरि यसरी नै सहभागी हुन पाइयोस्, हामीले सहयोग गर्न पाइयोस् है त। हस्। आजको यो एभरेस्ट डेको इभेन्ट चाहिँ अगेन कनेक्सन कम्युनिटी है। हामी हेल्थ फिल्डकै रहेछौँ, वी आर नेभर मेट होइन। अब यहाँ अहिले हामी एकदम गफ गर्दैछौँ है, आफ्नो नेपालको कुराहरू, प्रोफेसनल पर्सनल कुराहरू गर्दैछौँ। सो थ्याङ्क यू सो मच फर क्रिएटिङ दिस अपर्च्युनिटी फर अस। एकदमै रमाइलो भयो, एकदम रिफ्रेसिङ भयो होइन। यसरी साथीहरू सबै मिल्दा नयाँ नयाँ साथीहरू भेटियो होइन। यस्तो चाहिँ भइराख्नु पर्यो होइन, सो द्याट नेपालीहरू सबैजना एकजुट भएर हामीहरूले भेटघाट हुन्छ होइन, रमाइलो हुन्छ। म चाहिँ कहिले पनि आएको थिएन यस्तो इभेन्टमा है, फर्स्ट इभेन्ट हो, तर एकदम रमाइलो लाग्यो। एन्ड बार्बिक्यू वाज रियली गुड। थ्याङ्क यू सो मच। खानेकुरा एकदम मन पर्यो, सबै मन पर्यो। भोक लागेर होला, सबै मन पर्यो। It's really fun. We had good food and we had a fun time in nature. Yeah. Okay, great. हाम्रो नयाँ भाइ बहिनी होइन, नयाँ समुदायको मान्छेहरू भेटेर हामी सबै वक गरेर यहाँ बसेर रमाइलो गर्दा एकदम खुसी लाग्यो। थ्याङ्क यू फर अर्गनाइजिङ। म सुस्मिता, म चाहिँ गोल्ड कोस्टबाट नै हो। अनि आजको चाहिँ एकदमै रमाइलो भयो यो हाइकिङ चाहिँ। अनि नयाँ साथीहरूलाई भेट भयो। अनि त्यसपछि हाइकिङ पछिको यो खाना त झन् एकदमै रमाइलो, ब्युटिफुल वेदर अनि ब्युटिफुल टिम। अनि अब यो यस्तो हाइकिङ प्रोग्राम चाहिँ गरिरहनु पर्छ जस्तो लाग्छ है। सबै कुरा एकदमै राम्रो थियो। फर्स्टमा आउने बेलामा यहाँ आएर भेट्ने ठाउँ होइन, अनि यहाँ आएर मान्छेहरू सबैजनासँग चाहिँ भेटघाट गर्ने, हिँड्नको लागि ट्रेलको लागि फर्स्टमा इन्ट्रोडक्सन, तल गइसकेपछि डेस्टिनेसन, त्यहाँबाट फर्केर आउने बेलामा यहाँ आइसकेपछि फेरि सबैजना भेटघाट भएर होइन खानाहरू बनाउँदै खानको लागि। ओभरअल इट वाज अ रियली नाइस एक्सपिरियन्स। हजुर नमस्कार, म योगेन्द्र। एकदम रमाइलो भइरहेको छ। एनसिसिसीलाई धेरै धेरै धन्यवाद होइन, तपाईँहरूले यस्तो राम्रो प्रोग्राम अर्गनाइज गर्नुभयो। पार्ट अफ यसमा बस्न पाउँदा चाहिँ आइम रियली फिल लाइक प्राउड मोमेन्ट होइन। यस्तो चाहिँ बेला बेला होइन, बेला बेला अब सकभर त हप्तामै भयो भने त झनै राम्रो, मिल्दैन भने पनि 2 हप्ता 3 हप्तामा बेला बेला यस्तो जामअप चाहिँ गर्नुपर्छ। सबै साथीहरूसँग भेट्न पाइयो, सबैजनासँग भेट हुँदैन थियो अरू बेला होइन। अनि म त एकदम खुसी छु। धेरै धेरै धन्यवाद। मेरो नाम दिल्ली हो। म गोल्ड कोस्ट आएको चाहिँ करिब 2 वर्ष पुग्न लाग्यो र आजको यो इभेन्ट चाहिँ एकदमै स्मरणीय है। र यहाँ भएको हरेक मान्छेहरूसँगको भेटघाट एकदमै रमणीय रह्यो र अनि खानेकुराहरू पनि एकदमै वेल एनफ थियो र एकदमै राम्रो थियो। एन्ड थ्याङ्क यू सो मच फर द म्यानेजमेन्ट एन्ड such a nice organization. Thank you. म्यानेजमेन्टहरू कसरी चाहिँ अब लाइक म्यानेज गर्नुभयो? एनसिसिसीको अहिले ट्रेजरर गरिरहेको छु होइन। आज यस्तो राम्रो पार्टिसिपेसन भयो होइन एभरेस्ट हाइकिङमा।
यस्तै रेगुलर कन्टिन्युटी भयो भने चाहिँ हामी कम्युनिटीलाई अगाडि बढाउन अलिक सजिलो हुन्छ वी विल लुकिङ फर मोर भोलिन्टियर्स होइन इफ यु कुड कम जोइन अस होइन वेन एभर यु क्यान doesn't have to be anything particular but if you can come and join us anytime you can then that will be really appreciated and that will be really helpful for the whole community member as well. Thank you so much. नमस्ते सबैजनामा आज आफ्नो एकदमै अमूल्य समय छुट्याएर आइदिनु भयो र आजको प्रोग्राम इट्स अल अबाउट कनेक्सन अनि सो सबैलाई धन्यवाद अगेन बाबीको एकदमै रमाइलो भयो वाकिङ एकदमै रमाइलो भयो फेरि भेट्दै गरौँला एभ्री इयर है त सबैलाई नमस्ते ल